धेरैजनाले के भनेको छ भने धामी झाँग्री भनेको सबै फेक हो। धामी झाँग्री भनेको यो तपाईँको ठगी खाने भाँडो हो। धामी झाँग्री भनेको तपाईँको मान्छेलाई बेकुफ बनाइरहेछ। यो अहिलेको जमानामा आएर पनि यस्ता कुरालाई विश्वास हामीले गर्दैनौँ भनेर कति धेरै मान्छेले भनेको छ। पैसा कति लिनुहुन्छ मोहनीको महाराजाले? जति पनि मन्त्रविधिबाट उपचार गर्नुभयो ठ्याक्कै भन्नुपर्दाखेरि कति जति ठिक भयो होला? हामीले 3टा पूजा गर्नुपर्ने हुन्छ। 3टा पूजा नगरेसम्म हुँदैन, किनभने मान्छेको जिन्दगीमाथि खेलबाड पनि गर्नुहुन्न। जहाँ भए पनि हामीले छटाएर बौलाएर धतुराएर तानेर ल्याएको छौँ। ल्याउनु नै हुन्छ? हजुर, त्यो 100% हो। त्यसमा 100मा 100 म तपाईँलाई कहाँ कहाँ ल्याप्चे हान्नुपर्छ। तपाईँले कागज गरेर बिरामीको उपचार गराउनुहुन्छ? म त कागज गरेर गर्ने, किनभने भोलि हरेक मान्छेले यहाँ ठग्यो भन्ने कुराहरू हुन्छ होइन। नमस्कार, हार्दिक स्वागत छ एक्सप्रेस टिभी न्युज नेपाल हेरेर बस्नुहुने मेरा आदरणीय दर्शकबिनमा म कुमार भट्टराईको। दर्शकबिन, मोहनीको महाराजाकोमा आइपुगेको छु। मोहनीको महाराजा भनिसकेपछि सायद नचिन्ने कमै होला। हो दर्शकबिन, मोहनीको महाराजाले धेरैजनालाई उद्धार गरिदिनु भएको छ, धेरैजनाको घरबार बनाइदिनु भएको छ, धेरैजनालाई एकदमै आफ्नो बध्यपूर्वक काम गरेर धेरैजनाको भविष्य बनाइदिनु भएको छ। हो दर्शकबिन, आज यसकै विषयमा कुराकानी गर्नको लागि म मोहनीको महाराजाकोमा आइपुगेको छु। आउनुहोस्, कति पनि ढिलो नगरिकन स्वागत गरौँ। नमस्ते, स्वागत छ हजुरलाई। जय शम्भु जय भोलेनाथ। म मोहनीको महाराजा विनोद कार्की। आरामै हुनुहुन्छ? हजुर, एकदम आराम छ। तपाईँलाई धेरैजनाले आरोप लगाइरहेका छन्, धेरैजनाले नराम्रा कमेन्टहरू गरिरहेछ। तपाईँ दिनरात खट्नुहुन्छ, दिनरात मेहनत गर्नुहुन्छ, तर यी सबै नराम्रा कमेन्टहरू कसैले ठगी खाने भाँडो भनेको छ, कसैले भाइरल हुनको लागि भनेको छ, कसैले यस्ता झारफुकको कामै हुँदैन भनेको छन्। यी सबै कुराहरू भनिराख्दाखेरि आफ्नो काम निरन्तर गरिरहनु भएको छ। अब यस्तो छ, अब 2-4 जना खुट्टा तान्ने मान्छे त भइहाल्छ। ती नराम्रो कुराहरू गर्ने मान्छेले मलाई के भनेको भनेर मैले बुझ्छु भने उहाँले अझै पनि राम्रो प्रगति उन्नति गर्दै माथि जा भनेर गाली गर्नुभएको, गलत गर्नुभएको कारणले गर्दा म उहाँहरूले भनेका कुराहरूले मैले के गल्ती गरेँ कि भन्ने कुराहरूबाट चाहिँ मलाई सुत्री भनेको कुराहरू चाहिँ मैले गालीलाई त्यो लिन्छ। अझै पनि मलाई खुट्टा तान्ने मान्छे र गाली गर्ने मान्छे धेरै भयो भने म अझै माथि जान्थेँ होला। अझै पनि मैले काम मेरो हौसला भएर अझै मैले काम गर्थेँ होला भन्छु। तपाईँले जस्तै कहिले घाटमा हुनुहुन्छ, कहिले आसनमा हुनुहुन्छ, कहिले नारायणघाट जानुहुन्छ, कहिले पोखरा जानुहुन्छ, कहिले कहाँ जानुहुन्छ, कहिले कहाँ जानुहुन्छ, सबै पीडितकै घरमा जानुहुन्छ? अब यस्तो छ, म पीडितकै घरमा जाने त होइन, किनभने मेरो नि एउटा जुन कुराहरू छ, मैले धेरै भक्तजनहरू धेरै बिरामीहरू उहाँहरू आउन नसकेको कारणले गर्दाखेरि म अस्ति पनि चितवन गएको थिएँ, त्योभन्दा अगाडि पोखरा गएको थिएँ, बुटोल गएको छु, सिन्धुलीदेखि धेरै ठाउँमा गइरहेको छु। त्यो भएको कारणले उहाँहरू आउन नसक्ने भएको कारणले उहाँको घरमा र कुनै म तपाईँ चितवन गयो भने म चितवनको देवघाटमा चाहिँ मैले घाटमा बसेर काम गर्दा कुराहरू नि मैले यहाँदेखि दोलघाटदेखि प्रयाग घाटहरूमा मैले काम गरिदिरहेको हुन्छु। उहाँहरूको जुन जति पनि आउन नसक्ने मान्छेहरूलाई चाहिँ म उहीँ गएर काम गरिदिरहेको छु। जस्तै तपाईँले यदि धेरै गरिराख्दाखेरि कतिको कामहरू सक्सेस भएको छन्, कति % कामहरू सक्सेस भएको छन्, कतिजना मान्छेहरू खुसी छन् भनेर धेरैजनाले कमेन्ट गरिरहेका छन्। अब यस्तो छ, तपाईँको के छ भने हाम्रो यो टुना मोहनीको कुरा चाहिँ के भन्छु भने अरूले जस्तो आफ्नो मान्छेलाई फोन गरेर हामी यसले यस्तो भयो भने भन्दैनौँ, आफ्नो मान्छेलाई देखाएर हामी गर्दैनौँ। किनभने जे हुन्छ हाम्रो यहाँ सत्यता हुन्छ, किनभने हामीले कुनै पनि यो भनेको हाम्रो एउटा सेपरेट ठाउँ हो। किनभने यहाँ सानोदेखि ठुला मान्छे आउँछन्, उहाँहरूको आफ्नो जान पहिचान हुन्छ, हरेक कुराहरू आफ्नो प्रेस्टिजको कुराहरू हुन्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले हरेक कुराहरू हामीले कसैको पनि भिडियो हाल्दैनौँ र भिडियो बनाउँदैनौँ। र किनभने उहाँहरूबाट विश्वास गरेर यहाँ आउनुहुन्छ नि हामीले उहाँहरूको भिडियो नहाल्दा पनि हामीलाई केही फरक पर्दैन। त्यो भएको कारणले गर्दाखेरि आजसम्म गरेका कामहरूलाई मैले गरेका म हातै हाल्दिनँ काम कि हात हालेपछि म त्यसलाई फत्ते पारेर छोड्छु। धेरै मान्छेको गुनासो के छ भने मोहनीको महाराजाले धेरै पैसा असुल गर्छ अनि हाम्रो काम बन्दैन, हाम्रो काम बन्छ भन्छ तर काम बन्दैन, हामीलाई धेरै समय वेटिङ गराउँछ, पछि ब्लक हान्छ भनेर धेरै मान्छेको गुनासो पनि आइरहेछ नि। अब यस्तो छ, मैले अहिलेसम्म कसैले ब्लग पनि गरेको छैन र म कहाँ चाहिँ के छ भने म कहाँ आएर चाहिँ अहिलेसम्म कसैले काम बनेन भन्नु भएको पनि छैन। किनभने मेरो जुन भाका हुन्छ 21 दिनको भाका हुन्छ, जुन 7 दिन नर्मल पूजा गर्दा मैले 21 दिनको भाका लिन्छु। किन अरूले जस्तो 3 महिना 6 महिना भन्ने कुराहरू हुँदैन। मैले 21 दिनमा भित्रमा चाहिँ उहाँहरूको नर्मल पूजामा जस्तै यहाँ राखेर मैले नर्मल पूजाहरू गर्दाखेरि चाहिँ 21 दिनभित्रमा काम हुन्छ। मैले आजसम्म कसैलाई ब्लग पनि गरेको छैन, कसैलाई पनि मैले भाकाहरू राखेर भाका साइन काम पनि गरेको छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म उहाँहरूले विश्वास गरेर यहाँ आउनु भएको त्यो भनेको 2-4 जना गलत प्रेमी हुन्छ, त्यो आफ्नो श्रीमान होइन श्रीमती होइन भन्ने मान्छेहरूले मात्र गर्ने हो, अरू खासै त्यस्तो मान्छेहरूले गर्दैन। जस्तै तपाईँको नेपालमा मात्रै नभएर
भएर जस्तै मैले भिडियो हाल्दाखेरि देश विदेशबाट धेरैजनाले म्यासेज गरेको छ हाम्रो एक्सप्रेस टिभी न्युज नेपाललाई पनि। तपाईँको एक्सप्रेस टिभी न्युज नेपाललाई के भनेर म्यासेज गरेको छ भने मेरो घरमा समस्या छ, मेरो लोग्नेले छोड्या छ, मेरो स्वास्नीले छोड्या छ भनेर धेरैजनाले गुनासो गरिरहेछन्, धेरैजनाले म्यासेज गरिरहेको छन्। उहाँहरूलाई हामीले कसरी सम्पर्क गरेर गर्न सक्छौँ, अथवा तपाईँले भिडियो मार्फत पनि गरिदिनुहुन्छ कि अथवा तपाईँको फोटो मार्फत पनि गरिदिनुहुन्छ कि उहाँहरूको गुनासोलाई चाहिँ हामीले कसरी समस्याको समाधान गर्न सक्छौँ? अब यस्तो छ, मैले जति पनि देश विदेशबाट चाहिँ उहाँहरूले व्हाट्सएपहरूमा कल गरिरहनुहुन्छ, उहाँहरूले कल गर्दाखेरि चाहिँ मैले सम्बन्धित मान्छेहरूलाई नै पठाउनुहोस् भन्छु। उहाँको आफ्नो व्यक्तिको जुन व्यक्ति हुनुहुन्छ उहाँको आफ्नो मान्छेलाई पठाउनुहोस् भन्छु। किनभने उहाँको आफ्नो मान्छे आयो भने हामीलाई सजिलो हुन्छ, विश्वास हुन्छ। किनभने नेपालमा धेरै धामी झाँक्रीहरू ठग्ने छन् र क्युआर पठाइदिने अनि पैसा हाल्ने ब्लक गर्ने कुराहरू छ नि। हामी कहाँ चाहिँ सम्बन्धित मान्छे जो पीडित मान्छे छ त्यो पीडित मान्छेको चाहिँ एकजना मान्छे पठाइदिनु होला भनेर हामीले भन्छौँ। र धेरै जस्तो हाम्रो विदेशबाटै कलहरू आएको हुन्छ, धेरै कल व्हाट्सएपहरूमा आएको हुन्छ र हामीले व्हाट्सएपमा चाहिँ एउटै मात्र नम्बर छ हामीसँग 98 40 27 65 46 मात्र नम्बर राखेर हामीले चलाइरहेछौँ भने त्यसमा चाहिँ हामीले चाहिँ महिनामा 2-4 चोटि मात्र खोल्छौँ। हामीले प्रायः व्हाट्सएपहरू चलाउँदैनौँ किनभने हाम्रो यहीँ आएका भक्तजनहरूकै हामीले काम गर्नु भ्याएको छैनौँ। त्यो भएको कारणले उहाँहरू व्हाट्सएपमा फोन उठेनन् भने धेरैजना रिसाइरहनु भएको छ। त्यो भएको कारणले गर्दा चाहिँ अहिलेसम्म मैले गरिदिएका काम कार्यहरू उहाँ देश विदेशमा भएका कुराहरूलाई चाहिँ मैले भिडियो कल मार्फत नभएर उहाँको सम्बन्धित मान्छेलाई चाहिँ मैले बोलाएर र सङ्कल्प गराएर काम गर्ने कुराहरू गर्छु। पैसा कति लिनुहुन्छ मोहनीको महाराजाले? पैसा धेरै लिनुहुन्छ कि अथवा हामीले दिन नसक्ने पैसाको कुरा पो गर्नुहुन्छ कि अथवा हामी पीडितलाई झन् पीडित माथि पनि पीडित थपिदिनुहुन्छ कि भन्ने गुनासो पनि आउँछ नि। अब यस्तो छ, पैसा भनेर चाहिँ के छ भने हामीले पैसा यति भने तोकेका छैनौँ। अहिले यस्तो जोखान हेर्दै यति भन्ने कुरा तोकेका छैनौँ भने हामीले पूजा खर्च चाहिँ लिन्छौँ नि। किनभने यो कुरा चाहिँ किनभने पूजा खर्च त्यतिकै हुँदैन। किनभने तपाईँको एकचोटि हामीले त्यो एउटा सानो पूजा गर्दाखेरि हामीले 3500 देखि 4000 रुपियाँ हाम्रो आफ्नो पर्सनली खर्च हुन्छ भने 4000 सम्मको पर्सनली खर्च हुन्छ। किनभने तपाईँ 64 दियो बाल्दाखेरि फुल धुप यताउति गर्दाखेरि हाम्रो 4500 खर्च हुन्छ भने उहाँहरूले बसेर गर्दाखेरि उहाँहरूले कति दिनुहुन्छ त्यसमा उहाँहरूको बिचा। हजुर। ओके, अब तपाईँको ठ्याक्कै भन्नुहोस्, तपाईँले जस्तै काम त तपाईँले धेरैचोटि गर्नुभएको छ, मैले यो क्वेसन धेरै पटक पनि सोधिरहेको छु। तर तपाईँले जस्तै काम गरिराख्दाखेरि अब तपाईँको कतिपय मान्छेलाई छिटो गर्नुपर्ने अवस्था आउला, कतिपय मान्छेलाई छिटो गर्दै हुन्थ्यो, मेरो श्रीमान छिटो म भाटा आइदियो हुन्थ्यो, मेरो श्रीमती छिटो म भाटा आइदियो हुन्थ्यो भन्ने कुराहरू धेरै मान्छेको कौतलता हुन्छ। तपाईँले चाहिँ कति समय अथवा कति दिन, कति घन्टा अथवा कति महिनौ लाग्छ कि वर्षौँ लाग्छ कि कति समयभित्रमा चाहिँ मोहनीको वेदीबाट काम गरेर चाहिँ कति समयभित्र उहाँसँग मिलन गरिदिनुहुन्छ? अब यस्तो छ, मैले भन्ने आउँदाखेरि अब पहिलेदेखि भन्ने आएको छु के भने मैले हुन्छ भने हुन्छ, हुन्न भने हुन्न। मैले उहाँको जोहाने हेरेको मैले एउटा जुन उहाँको पूजा गर्नेको सुरु 7 दिन र 11 दिन 21 दिनको मात्र भाका राखेको हुन्छ। मैले त्योभन्दा अगाडि नै उहाँहरूको कामहरू बनिसकेको कुराहरू छ। 21 दिनको भाका मैले काम गरिरहेको हुन्छु। 21 दिनको भाकामा गर्नुहुन्छ, 21 दिनभित्रमा 100मा 100% हुन्छ। हजुर, त्यसमा चाहिँ 100मा 100 हुन्छ। किनभने कुनै पनि त्यसमा हामीले 3टा पूजा गर्नुपर्ने हुन्छ। 3टा पूजा नगरेसम्म हुँदैन। किनभने मान्छेले चाहिँ अब अरूले चाहिँ त्यो ढ्याङ्ग्रो ठोकेर त्यो एकछिन गरे भएर हुँदैन। हामी चाहिँ 3टा विधिबाट हामीले पहिला हल्का, किनभने मान्छेको जिन्दगीमाथि खेलबाड पनि गर्नुहुन्न, उहाँको एउटा सानो स्टेप चलाउँछौँ, त्यसपछि अलिकति बढी चलाउँछौँ, लास्टमा हामीले ठुलो स्टेप चलाउँछौँ। 3 स्टेपले चाहिँ हामीले काम पूजा गर्छौँ। त्यो पूजा अनुसारले चाहिँ हामीले 21 दिनभित्रमा जहाँ भए पनि हामीले छटाएर बौलाएर धतुराएर तानेर ल्याएको छौँ। ल्याउनु नै हुन्छ। हजुर, त्यो 100% हो। त्यसमा 100मा 100 तपाईँलाई कागज ल्याप्ची हान्नुपर्छ। तपाईँले कागज गरेर बिरामीको उपचार गराउनुहुन्छ? म त कागज गरेर गर्ने। किनभने भोलि हरेक मान्छेले यहाँ ठग्यो भन्ने कुराहरू हुन्छ होइन। किनभने ठग्यो, तैँले यस्तो गरिस्, यति पैसा लिइस् भन्ने हुन्छ। हामीले पैसा लिएको छैन, प्रमाण देखाउनुहोस् भनेर हामीले कागजसहित उहाँहरूले कति पैसा दिएको भनेर कागजसहित हामीले गरेर काम गराउँछौँ। दर्शकबिन सुनिसक्नु भएको छ, तपाईँले बुझिसक्नु भएको छ। तपाईँको घरमा कुनै पनि समस्या छ भने आएर उपचार गराउन सक्नुहुन्छ। तपाईँको घरमा बुढाबुढीको झगडा अथवा तपाईँको बुढाले छोडेर जानुभएको छ अथवा तपाईँको बुढीले छोडेर जानुभएको छ अथवा तपाईँको घर परिवारमा कुनै पनि समस्या भइरहेको छ, जहिल्यै झगडा भएर तपाईँको कहिले पनि तपाईँको घर परिवारसँग मिलेको छैन भने तपाईँले आएर मोहनीको महाराजालाई सम्पर्क गरेर
उपचार विधिबाट तपाईँको मन्त्र विधिबाट चाहिँ उपचार गराउन सक्नुहुन्छ। साँच्चीकै भन्ने हो भने मोहनीको महाराजाले गरिराख्नु भएको कामहरू हामीले देखिरहेका छौँ। तपाईँको कतिपय भक्तजनहरू आउनु भएको छ, मलाई ठिक भएको छ, हाम्रो 100मा 100% काम भएको छ भनेर भनेको छ। सबै मान्छेको ठिक हुन्छ भन्ने हुँदैन, सबै मान्छेको काम हुन्छ भन्ने हुँदैन, कतिको होला कतिको नहोला त्यो आफ्नो ठाउँमा छ। तर यदि तपाईँले मन मस्तिष्कदेखि तपाईँको सनातन धर्मलाई विश्वास गर्नुहुन्छ भने एकचोटि मोहनीको महाराजामा आएर उपचार विधिबाट यो मन्त्र विधिबाट चाहिँ उपचार गर्नु होला भन्न चाहन्छु। तपाईँको डक्टरले गरेका कामहरू पनि कति ठिक हुन्छ कति ठिक हुँदैन त्यो आफ्नो ठाउँमा छ। यो पनि त्यस्तै हो, कति ठिक हुन्छ कति ठिक हुँदैन। तर तपाईँ एकचोटि चाहिँ तपाईँको घरमा समस्या छ भने चाहिँ एकचोटि आएर मोहनीको महाराजालाई भेट्न सक्नुहुन्छ। अब ठ्याक्कै भन्नुपर्दाखेरि तपाईँले अहिलेसम्म जति पनि उपचार गर्नुभयो, जति पनि मन्त्र विधिबाट उपचार गर्नुभयो, ठ्याक्कै भन्नुपर्दाखेरि कति जति ठिक भयो होला? अब यस्तो छ, हामीले गर्ने साध्य छैन, किन हामीले महिनाको 1500 भन्दा बढीको हामीले टुना मोहनीको काम गर्छौँ र काम नि छोप्नुको हामीले थोरै मात्रा गर्छौँ भने हाम्रो गर्ने साधन छैन। कति गऱ्यौँ त्यो गर्ने साध्य छैन, किनभने हाम्रो डे बुक र यो जुन हाम्रो इन्ट्री बुकमा लगभग बुकै छ होला 1 बोरा जति हामीले इन्ट्री गरेको बुकहरू, त्यसमै हेर्नुपर्छ कति सयजना गऱ्यौँ कति हजारका चाहिँ गऱ्यौँ भनेर चाहिँ त्यसै हेर्नुपर्छ। किनभने आज दिनसम्म साध्य छैन, हामीले महिनामा 1500सम्मको मान्छे हामीले उपचार गरिरहेको छौँ भने गरेका काम कार्यहरूलाई उहाँहरूले विश्वास गरेर अझै पनि हाम्रो भक्तजनहरू धेरै बढ्दैछन् र उहाँहरूको विश्वासले गर्दा बढेको छ भन्नुहुन्छ। धेरैजनाले के भनेको छ भने धामी झाँग्री भनेको सबै फेक हो, धामी झाँग्री भनेको यो तपाईँको ठगी खाने बाटो हो, धामी झाँग्री भनेको तपाईँको मान्छेलाई बेकुफ बनाइरहेछ। यो अहिलेको जमानामा आएर पनि यस्ता कुरालाई विश्वास हामीले गर्दैनौँ भनेर कति धेरै मान्छेले भनेका छन्। अब यस्तो छ, धामी झाँग्री भनेको सबै ठगै हुन्, किनभने धेरै छन् काठमाडौँमा, धेरै मैले भन्दै आएको छु। धानको बिउ मारे भन्नुपर्दा धामी झाँक्रीहरू छन् र उनीहरूले गर्दाखेरि चाहिँ सबै राम्रो मान्छे धामी झाँक्रीहरूलाई चाहिँ ठगको एउटा बिल्ला भिरेको छ। तपाईँले यसो भनिराख्दाखेरि जस्तै अहिले म ठ्याक्कै रोकेँ, तपाईँले भन्नुपर्ने कुराहरू त धेरै नै छ, ठ्याक्कै रोकेँ मैले। तपाईँले धामी झाँक्री सबैजना ठग हो भनेर तपाईँ आफै धामी अथवा आफै झाँक्रीले भनिराख्दाखेरि तपाईँलाई अप्ठ्यारो पर्ला नि? मलाई के अप्ठ्यारो पर्दैन, किनभने मैले धेरै कुरा देखेको छु है। यहाँ गएँ उहाँ गएँ, यति खर्च गरेँ उता खर्च गरेँ, गुरु म कहाँ भएन भने मैले भनेको होइन है। मैले चाहिँ सबैलाई धामी झाँक्री ठग हो भनेर भनेको होइन, किनभने तपाईँले भने होइन, जे होस् यहाँ आउने भक्तजनहरूले भनेको कुराहरू हो। किनभने उहाँहरू धेरै रोएर आउनुहुन्छ त, यहाँ गएँ यति महिना लाग्यो, उहाँ गएँ यति महिना लाग्यो, मेरो यति खर्च भयो, के भएन गुरु भनेर रुँदै आउनुहुन्छ। तर नेपालमा काठमाडौँमा लगभग मैले धामी झाँक्रीकै काम गरिरहेको छु होला, लगभग 100 जनाभन्दा माथि धामी झाँक्रीहरूकै मैले अहिले काम गरिदिइरहेको छु। उहाँहरूले टुना मोहनी त लाउनुहुन्छ नि, तर 3 महिनाभन्दा टिक्दैन, 6 महिनाभन्दा टिक्दैन। हामीले वर्षौँ टिक्ने जस्ता त्यस्तै हुन्छ, वर्षौँ हामीले टिकाएर काम गर्दै कुराले लगभग मैले 100-150 जनाभन्दा माथि हारारीको धामी झाँक्री माता सन्तुहरू उहाँहरूबाट पठाएको मान्छेहरूको चाहिँ काम गर्दैछु। मैले चिन्दिनँ उहाँहरूको हो भनेर, उहाँको नाम लिएर आउनुहुन्छ, तपाईँको साथीले तपाईँले चाहिँ काम गर्दा कुराहरू हुन्छ अरे, उहाँ गुरुले मलाई यसरी पठाउनु भएको, यहाँ यो ठाउँबाट यसरी पठाउनु भएको। धेरै ठाउँ छन् काठमाडौँ, धेरै ठाउँबाट र बाहिर तपाईँको धादिङदेखि लाएर तपाईँ चितवनदेखि लाएर पाल्पादेखि लाएर धेरै ठाउँका मान्छेहरू धामी झाँक्रीहरूले चाहिँ म कहाँ मैले गरिदिएको काम कार्यबाट चाहिँ विश्वास गरी आउनु भएको छ भने। अर्को कुरो के छ भने ठगी हो, तर मैले अहिलेसम्म के ठगी त? मैले काठमाडौँ मेरो बिल्डिङ छैन, कुनै मैले एउटा गाडी चढाइ हिँडेको छु, मेरो आफ्नो सम्पत्ति बेचेर गाडी चढाइ हिँडेको, कुनै पनि यहाँबाट मैले कमाएको 1 रुपियाँ छैन, मैले आफ्नो प्रपर्टी बेचेर चाहिँ मैले गाडी चढाइ हिँडेको, कुनै मेरो काठमाडौँ बिल्डिङ छैन। ठग्यो भनेर चाहिँ तपाईँले कुन हिसाबले चाहिँ मलाई ठग्यो भन्नु? तपाईँले चाहिँ त्योलाई चाहिँ क्लियर पारिदिनु पऱ्यो, जस्तै तपाईँको मा आएका कमेन्टहरूलाई चाहिँ क्लियर पारिदिनु पऱ्यो भन्नु। अब यस्तो छ, मैले जति पनि मेरा भक्तजनहरूलाई के भन्न चाहन्छु भने कुनै पनि मैले ठगेको छैन र ठगेको पनि छैन। किन ठगेको भए मान्छे काठमाडौँमा कता बिल्डिङ छन् होला, धामी झाँक्रीहरूकै छ, मैले देखेको छु। किनभने मैले काठमाडौँमा कता बिल्डिङ भएका धामी झाँक्रीहरू माता सन्तुहरूको देखाएको छ भने मैले त एउटा गाडी पनि आफ्नो प्रपर्टी बेचेर मैले यही आश्रम चलाउन मेरो आफ्नो फाइनेन्समा लोन लिएर चाहिँ मैले गरिरहेको छु भने कुनै पनि मैले ठगेको कुनै पनि छैन भने यहाँका भक्तजनहरूलाई चाहिँ मैले मेरो आफ्नो
पर्सनली आफ्नो गोजीबाट चाहिँ मैले खर्च दिइरहेको छु, किनभने गाडी भाडा छैन भने गाडी भाडा दिइरहेको छु। उहाँहरू यहाँ आएर होटेलमा बस्नुहुन्छ, भाडा छैन भन्नुहुन्छ, तिर्ने पैसा छैन भन्नुहुन्छ, 100 रुपियाँ लिएर आउनुहुन्छ भन्छ, तपाईँले गरिदिनुहुन्छ भनेर तपाईँले भन्नुभएको थियो, मसँग पैसा छैन भनेर आउनुहुन्छ। उहाँहरूको चाहिँ मैले चाहिँ गरिदिइरहेको छु। म यहाँ जति पनि भक्तजनहरूले दिएको जुन पैसाहरू मैले बचाएर चाहिँ उहाँहरूकै मैले उद्धार गर्छु। र जति पनि उहाँहरू भन्ने मान्छेहरू चाहिँ अलिकति अर्काले गऱ्यो भनेर डाहा गर्ने कुराहरू, खुट्टा तान्ने कुराले हो। म आफ्नो प्रपर्टी बेचेर म आफ्नो लोनमा गएर हेरे हुन्छ, मुक्तिनाथ ब्याङ्कमा कति लाख लोन छ भनेर हेर्दा हुन्छ, सोद्धा हुन्छ, विनोद कार्की कति लाख लोन छ भनेर त्यो सोद्धा हुन्छ। कुनै पनि मैले यहाँ लाखौँ करोडौँ रुपियाँ कमाएको छैन, मेरो लाखौँ रुपियाँ चाहिँ ब्याङ्कमै छ। मैले ब्याङ्कै भनिदिएँ, मुक्तिनाथ ब्याङ्कमा गएर विनोद कार्कीको चाहिँ कति लोन छ भनेर त्यहाँ हेर्दाखेरि हुन्छ। किनभने मान्छेलाई ठगेको छ, यसले ठगेर खाएको छ भन्ने कुरा हो भने होइन भने मान्छेलाई, किनभने एउटा धामी झाँक्रीमाथि चाहिँ एउटा उहाँहरूले चाहिँ आक्षेप लाउनु चाहिँ पाउनुहुन्न, किनभने हामीले कसैसँग नि लुटेर ठगेर खाएका कुराहरू छैन, खान पनि नपरोस्। किनभने उहाँले दिएका कतिपय मान्छेहरूले त पूजा खर्च छैन भनेर 1500 रुपियाँ दिएर जान्छ, हामीले त्यसमा पनि गरिदिइरहेछौँ। 1500मा त हाम्रो तेल पनि आउँदैन, किनभने हामीले एकचोटि पूजा गर्दा 3500-4000 हाम्रो आफ्नो खर्च हुन्छ। त्यो भएको कारणले कसैको नि आज दिनसम्म ठगेर खानु परेन, खान नपरोस्, त्यही भन्न चाहन्छु। पक्कै पनि अब जस्तै तपाईँको मनमा लागेका कुराहरू, तपाईँको मनमा भएका कुराहरू, तपाईँको विभिन्न कुराहरू हुन्छ। तपाईँले जस्तै विभिन्न भक्तजनहरूलाई उपचार गरिरहनु भएको छ, भक्तजनहरूलाई केही भन्न पाए हुन्थ्यो, अथवा नयाँ भक्तजनहरू जोडिरहनु भएको छ। तपाईँकोमा त लाखौँ भक्तजनहरू जोडिराख्नु भएको छ, लाखौँ पीडितहरू जोडिरहनु भएको छ, उहाँलाई के भन्न चाहनुहुन्छ? अब यस्तो छ, मैले चाहिँ के भन्दैछु नि, मैले जति पनि मैले मिडियाकर्मी हाम्रा साथीभाइहरूलाई के भन्न चाहन्छु, जति पनि मेरा बुवा आमा दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा छरेर बस्नु भएको, उहाँहरू दुःख पीडामा परेर छटपटेर यहाँ हुन्छ कि उहाँ हुन्छ कि भने भौतारी हुनुहुन्छ, दौडेर हुनुहुन्छ, काहीँ पनि हुँदैन, काहीँ हुँदैन। किनभने जसले कसैले टुना मोहनीको काम गर्न सक्दैन, टुना मोहनीको काम गर्ने भनेकै मोहनीको महाराजा बाइक। किन मैले अहिले पनि भन्दै काठमाडौँ भएर 100-150 जना धामी झाँक्रीहरूले म भाटा पठाउनुहुन्छ, टुना मोहनीको काम हुने खुङ्खार नाम चलेको धामी झाँक्री भएर पठाउनुहुन्छ हो। उहाँहरूले त्यही भएको कारणले एकचोटि पक्कै पनि मोहनीको महाराजालाई विश्वास गर्नु होला, के कस्तो गर्छ मोहनीको महाराजाले, र यहाँ गरेका विधि विधानहरूबाट हजुरलाई चित्त बुझ्छ बुझ्दैन, एकचोटि हामीलाई नै अवसर दिनु होला भन्न चाहन्छु। नठगिनु होला, जहाँ गए पनि नठगिनु होला भन्छु। हस्, धेरै धेरै धन्यवाद। जयसम्म, जय बल।